कामबाट फर्किँदै गरेकी रेबिकामाथि जब प्रहरीले गोली चलायो, घरको ढोकामै ढाल्यो निर्दोष दाजु बहिनी। मिति 2081 चैत्र 15 गते, समय अन्दाजी 4:30 बजे। काठमाडौँको कोटेश्वरमा प्रहरीले अन्धाधुन्दा गोली चलाइरहेको थियो। दिनभर कार्यालयको काम सकेर कोठा फर्किँदै थिइन् कोटेश्वरमा बस्ने रेबिका खत्री। सधैँ जसो जडीबुटीबाट गाडी चढेर कोठा अघि ओर्लाइने रेबिकाले सोधिन् सार्वजनिक यातायात पाइन। कारण थियो राजावादीको प्रदर्शन। गाडी नपाएपछि जडीबुटीबाट सडक पेटी हुँदै कोटेश्वरतर्फ लागेकी रेबिकाले कोटेश्वर चोक नपुग्दै ठूलो संख्यामा प्रहरी र केही हुल मानिसहरू बालकुमारीतर्फ कुदिरहेको देखिन्। कहीं सडक दुर्घटना पो भयो कि भन्ने सोच्दै अघि बढिरहेकी रेबिका कोटेश्वर चोक पुग्दा नपुग्दै असुर ग्यासको पीर धुवाको शिकार भइन्। प्रहरीले हानेको असुर ग्यासको धुवाले कोटेश्वर ढाकिएको थियो। उनी अघि बढ्न सकिनन्। उनले घरमा रहेका दाजुलाई फोन गरेर कोटेश्वर स्थित आकाशे पुल छेउमा लिन बोलाइन्। भित्री गल्लीको बाटो हुँदै कोटेश्वरको भाटभटिनी भन्दा केही भित्र रहेको कोठामा फर्किँदै थिए उनीहरू। भित्री सडकमा पनि केही युवाहरू यताउता कुदिरहेका थिए। प्रहरीले बन्दुक पड्काइरहेको थियो। उनीहरू त्यसको प्रभाव नगरी आफ्नो बाटो कोठातर्फ लागिरहेका थिए। उनीहरू आफ्नो घरको ढोकै अघि पुगेका थिए। कोठा पस्न नपाउँदै रेबिका एक्कासी ढलिन्। के भयो भनेर दिनेश पछाडि फर्किएर हेर्दा बहिनीको दाहिने खुट्टाबाट रगत बगिरहेको थियो। उनको होस हवास उठ्यो। हातले रगत थुन्न खोजे सकेनन्। वरिपरिका प्लास्टिक जम्मा गरेर रगत रोक्ने प्रयास गरे, सम्भव भएन। त्यसै बेला अर्को घरको छतबाट कसैले कपडा फालिदियो। त्यसैले बहिनीको रगत थुन्ने प्रयास गरे। रेबिका ढलेको ठाउँमा रगतको आहाल बन्यो। एक्कासी आयो कहाँबाट, अनि मलाई त सुरुमा थाहा नै थिएन। अनि बहिनी एक्कासी लड्यो, अनि माथिबाट कपडाहरू फालिदिनु भयो। सुरुमा मैले हातले यसरी छोपेँ, अनि त्यो सक्दै सकिनँ। अनि त्यहाँ छेउमा प्लास्टिक थियो, प्लास्टिकले पनि छोपे भएन। अनि उहाँको मान्छे हो, उहाँले चाहिँ लुगा फालिदिनु भयो माथि छतबाट। लुगाले छोप्यौँ। अनि 1-2जना दाइ हुनुहुन्छ। एकजना व्हाइट कलरको लाउनु भएको थियो कपडा, अनि एकजना आएर एकजना व्हाइट कलरको उठाउनु भयो टाउकोपट्टि कि खुट्टापट्टि। हामी 2जना उठाएर लग्यौँ। अनि बाटोमा एकजना थप्पिनु भयो। अनि त्यहाँ छेउको स्वास्थ्य क्लिनिकमा लग्यौँ। बहिनी रगतको आहालमा डुबिसक्दा पनि उद्धारका लागि सुरक्षा निकाय पुगेका थिएनन्। वरिपरिका केही मान्छेले सहयोग गरे, कोही रेबिका ढलेको भिडियो खिच्नतर्फ लागे। त्यहाँनिर मान्छेले कतिले पनि भन्यो रे, कुनै एउटा आन्टीले पनि भन्यो रे, नानी तिमी यहाँ बोल, तिमीलाई हामी न्याय दिलाइदिन्छौँ, तिमी यहाँ बोल त, क्यामेरामा बोल भनेर सम्म पनि भनेछन्। त्यो अवस्थामा दाइले क्यामेरा भन्दा पनि मलाई एम्बुलेन्सको जरुरत छ, मलाई एम्बुलेन्स मिलाइदिनु भनेर भनेपछि तर पनि एम्बुलेन्स त्यतिखेरसम्म पनि आएन। यो समयसम्म पनि दिनेशलाई बहिनीको खुट्टामा केले चोट लाग्यो मेसो पाएका थिएनन्। त्यतिकैमा नजिकै रहेका एकजनाले दिनेशको तिग्राबाट समेत रगत बगेको देखाए। त्यसपछि तिग्रा छामेका दिनेशले आफ्नो तिग्रा पुवाल परेको थाहा पाए। त्यसपछि उनलाई यकिन भयो कि प्रहरीले चलाएको गोलीले बहिनीलाई ढलाएको रहेछ, आफ्नो तिग्रा फाटेको रहेछ। त्यति बेलासम्म वरपर केही मानिसहरू जम्मा भएका थिए। दिनेशले बहिनीलाई अस्पताल लैजान सहयोग मागे। उनीहरूले अस्पताल पुर्याउन असम्भव भएको बताए। रेबिका बिस्तारै शिथिल हुँदै गइन्। उनले वरपर हार गुहार गरे। केही छिनमा मानिस भेला भए र उनीहरूलाई नजिकैको क्लिनिकमा पुर्याए। छेउको क्लिनिकमा लग्यौँ एकछिन। क्लिनिकमा लगेपछि एम्बुलेन्सलाई पनि छिर्न दिनु भएन भन्ने कुरा सुन्यौँ हामीले। तर अनि त्यसको 1.5 घन्टा अरू 2 घन्टा टाइम त थाहा छैन, त्यति बजे चाहिँ आउनुभयो एम्बुलेन्स लिएर आएर। अनि हामीलाई सिभिल लिएर आउनुभयो। क्लिनिकमा पुर्याउँदा रेबिकालाई श्वास प्रश्वासमा समस्या भइसकेको थियो। उनी छटपटाइरहेकी थिइन्। दाजु दिनेशले काममा गएकी अर्की दिदीलाई फोन गरे र रेबिकालाई गोली लागेको बताए। फोन पुग्न साथ दिदी अनिता लगनखेलबाट मोटरसाइकलमा अनुरोध गर्दै कोटेश्वर पुगिन्। कोटेश्वर पुग्दा बहिनीको अवस्था दर्दनाक थियो। नानीलाई हेर्नै दिनुभएको थिएन मलाई। अनि दाइसँग चाहिँ मेरो भेट भयो। दाइले मलाई त छोड्दै, मलाई केही भएको छैन, मेरो बहिनीलाई गएर हेर, यो केही पनि छैन, छिटो एम्बुलेन्स लिएर हिँडिहाल भनेर मलाई दाइले रुँदै सुनायो। भित्र गएर हेर्छु, नानी त अय्या भन्दै चिचाइरहेको थियो। मैले त सोचेँ मेरो नानी त गोली त अब हामीले सामान्य टिभीमा देखाएको छौँ, तर मेरो नानीलाई त अहिले त मेरो नानी त छैन कि जस्तो फिल भयो त मलाई त। क्लिनिकको बेडमा छटपटाइरहेकी बहिनी र भाइ देखेर अनिता अत्तालिन्। हस्पिटल लानका लागि कुनै सवारी साधन उपलब्ध भएनन्। एम्बुलेन्सलाई कोटेश्वरबाट छिर्न सास्ते थियो।
त्यतिन्जेलसम्म साँझको करिब 6 बज्न लागेको थियो। उनीहरूले बल्ल तल्ल एक एम्बुलेन्सको जुह गरे र बहिनी र भाइलाई बानेश्वरको सिभिल अस्पतालसम्म पुर्याए र इमर्जेन्सीमा भर्ना गराए। कहाँ लाने के लाने त मलाई थाहा भएन, उनीहरूकै कोअर्डिनेट के भएको थियो, अगाडि कहाँ लाने भन्ने भएको थियो। जे भए पनि हस्पिटल पुर्याइदियो भनेर मैले भने। हस्पिटल अब त्यहाँनिर एउटा एम्बुलेन्सभित्रै डक्टर हुनुहुन्थ्यो, उहाँले चाहिँ बेहोस हुन नदिनु भन्नुभयो, गाह्रो हुन्छ नानीलाई भन्नुभयो। मैले आफै कन्ट्रोल गर्दै नानीलाई सान्त्वना दिँदै, नानी यस्तो यस्तो हुन्छ, नानी केही हुँदैन तँलाई भन्दै, आफ्नो कुलदेउता सम्झी बरु केही हुँदैन भन्दै नानीलाई बेहोस हुन नदिई मैले यहाँसम्म ल्याइपुर्याएँ। यहाँ ल्याइपुर्याइसके पछाडि यता रेड एरियामा राख्थ्यो। रेड एरियामा राखेपछि उसको लुगासुगा सबै खोलेर त्यस पछाडि उपचार सुरु भयो। त्यस पछाडि चाहिँ मजाले भर्ना हुँदासम्म दिनेश अलिअलि बोल्न सक्ने अवस्थामा थिए भने अनिता छटपटाउन मात्रै सकेकी थिइन्। घाइते भएको करिब 2 घण्टापछि मात्रै उनीहरू दुवैजनालाई अस्पतालमा भर्ना गर्नसम्म भयो। जहाँ घाइते भयो त्यहाँबाट चाहिँ यहाँ ल्याइपुर्याउनलाई चाहिँ त्यो कन्डिसनमा चाहिँ त्यति टाइम लाग्यो, लगभग त्यति टाइम लाग्यो होला भनेर। ल्याउने क्रममा पनि बाटो एकदमै ल्याउने बाटो त्यस्तो कन्डिसन नै थिएन, जसो तसो पनि बाटो घुमाएर यहाँसम्म ल्याइदिनु भयो उहाँहरूले चाहिँ। रेबिका र दिनेश काका र ठुलो बाबुका छोराछोरी हुन्। उनीहरूको स्थायी घर उदयपुरको चौधण्डीगढी नगरपालिका हो। दिनेश स्नातक अध्ययन गरेर स्नातकोत्तर गर्न विदेशी नै तयारीमा छन्। उनी काठमाडौँमा बसेर त्यसैको तयारी गरिरहेका छन्। रेबिका कोटेश्वर बहुमुखी क्याम्पसमा बीबीएस तेस्रो वर्षमा अध्ययनरत रहेकी छिन् भने दिउँसो काम गर्छिन्। उनीहरूका बाबुआमा उदयपुरमै बस्छन्। काठमाडौँमा गोली लागेर भाइ बहिनी घाइते भएको खबर दिदीले उनीहरू अस्पताल भर्ना भएपछि मात्रै उदयपुरमा रहेका परिवारलाई सुनाएकी थिइन्। एबी पोजिटिभ ब्लड एकदमै जरुरत छ नानीलाई, सकेसम्म चाँडो उपलब्ध गराउनु भन्नुभयो। त्यतिखेरसम्म पनि मैले घरमा खबर दिएको थिइनँ। अनि चाहिँ खबर दिएँ मैले ड्याडीहरूलाई। अब मैले जब कि मैले सम्हाल्नै सकिनँ भनेपछि मैले ड्याडीहरूलाई खबर गरिदिएँ। ड्याडीहरूले नै उता फोन गरेर ब्लडको सबै म्यानेजमेन्टहरू ड्याडीले पनि उताबाट गर्नुभयो। नाति केही हुँदैन, खुट्टा मुनि लागेको हो भन्नु, तर उहाँले त घाउ देख्नु भएको छैन। उनीहरूलाई भर्ना गरेपछि अस्पतालले तत्कालै रगतको जुह गर्न भन्यो। भोलिपल्ट परिवार पनि अस्पताल आइपुगे। अहिले दिनेश र रेबिकाको उपचार चलिरहेको छ। सो दिन रेबिका र दिनेशले राजावादीको प्रदर्शन छ भन्ने सुनेका थिए, तर यो हदसम्म होला भन्ने कल्पना नै थिएन। उनीहरू न प्रदर्शनमा गएका थिए न त्यसबारे कुनै चासो नै थियो। तर अवस्था असामान्य बन्यो। काठमाडौँको तिनकुने, कोटेश्वर, बालकुमारी लगायतका क्षेत्र रणमैदान बनेका थिए। प्रदर्शनकारी तिनकुनेबाट भड्किएर कोटेश्वरको भाटभटिनी तोडफोडी र लुटपाट गर्न बालकुमारीको गाडी जलाउन पुगेको विषय भने दाजुबहिनी दुवैलाई अत्तो-पत्तो थिएन। राजावादीको आन्दोलन त हामीले न्युज सुन्दा त तिनकुनेमा हुन्छ, त्यो शान्तपूर्वक हुन्छ भनेको सुनेको थियौँ। हामी त त्यो नहुने थाला सबैतिर त्यस्तो बन्द हुने भन्नुभएको। हामी त बहिनी पनि काममा जाँदैन थियो, छुट्टी नै दिनुहुन्थ्यो, म पनि निस्किँदैन थिएँ। शान्तिपूर्वक हुन्छ तिनकुनेमा भन्नुभएको थियो, अनि त्यही कारण हामी त निस्क्यौँ। अनि त्यो शान्तिपूर्वक भयो भएन त्यो थाहा छैन, प्रहरीको गल्ती के छ कि राजावादीको के छ कि 81 भाटभाटिनीमा त्यस्तो भयो अरे। त्यहाँपछि अनि त्यही कारणले गोली चलेको अरे भन्ने चाहिँ थाहा छ। अरू त्यस्तो राजावादी हामी त स्वतन्त्र विद्यार्थी मान्छे, न हामी पार्टी सम्बन्धी न राजा सम्बन्धी, हामीलाई त्यस्तोमा केही थाहा पनि छैन। जाँदिनौँ पनि, भोट पनि त्यस्तो दिँदिनौँ पनि, अहिलेसम्म दिएको पनि छैन भने त्यस्तो पनि केही गर्दैनौँ। सोही कारण रेबिका सडकको पेटी हुँदै कोठातर्फ अघि बढिरहेकी थिइन्। दाजु बहिनी लिन चोकमा पुगेका थिए, तर उनीहरू कोठा नपुग्दै प्रहरीले गोली चलाएर ढाल्यो। प्रहरीले दिनेशलाई हानेको गोलीले उनको तिग्रा छेडेर पछाडि रहेको सटरमा ठोकिएर पुनः फर्किएर बहिनीको तिग्रा फुटाएको रहेछ। त्यही गोलीले सुरुमा मलाई लाग्यो, उहाँहरूले फेरि राइफलको गोली हो त्यो, छर्राहरू पनि होइन, राइफलको गोलीले मलाई लेफ्ट खुट्टामा लागेर छेडेर गयो, गएर सटरमा ठोक्यो। मेरो दाहिनेपट्टि बहिनी थियो, छेडेर गएर सटरमा ठोकेर बाउन्सबाट बहिनीलाई लागेको। यति बेला रेबिका सिभिल अस्पतालको एमआइसियुमा उपचाररत छिन्। दाजु 4 दिनको अस्पताल बसाएपछि डिस्चार्ज भएका छन्। आफ्नो पर्सनल वाइजमा भएको छ, पछि ब्लेम उहाँ सरकारले त गरिदिइसक्नुहुन्छ भन्नुभएको छ। अहिलेसम्म आफै तिरिरहेको छौँ। अब डिस्चार्ज भएर बिलहरू सबै पेस गर्नुपर्ने होला, अनि त्यही अनुदान आउने होला। घाइते शरीर लिएर घर फर्किन लागेका उनी विभिन्न व्यवस्थाका नाममा जनता मार्ने र जनतालाई दुःख दिने काम बन्द गर्नुपर्ने बताउँछन्। प्रशासनको लापरवाही भन्नु कि उहाँहरूले अन्धधुन्द गोली हान्नुभयो भन्नु कि अब हिँडिरहेको मान्छे पनि आन्दोलनकारी भनेर सोच्नुभयो कि अब उहाँहरू नै जानुहोस्, हामी त विद्यार्थी मान्छे कता जानु, काम गरेर बिहान कलेज जाने, दिउँसो पार्ट टाइम गरेर बसिरहेको, आफ्नो आफै खर्च निकालेर गरिरहेको मान्छे। अहिले रेबिकाको अवस्था सुधारोन्मुख रहेको चिकित्सकहरू बताउँछन्। चिकित्सकको निरन्तर निगरानीमा उनको उपचार भइरहेको छ। उदयपुरबाट बुढा भएका बाबुआमा आएर एमआइसियुको ढोका कुरिरहेका छन्।
उता एमआइसियुमा भएकी रेबिका सामान्य इशारा मात्रै गर्न सक्छिन्। नानीको अहिले हिजो अस्ति हेरिकन चाहिँ एकदम राम्रै भइरहेछ। नानीले अलिकति खुट्टाको मुभमेन्टहरू चाहिँ गर्न चाहिँ सकेको छ, तर उसको घाउ चाहिँ अहिले सर्जरी चाहिँ गरेको छ, तर सिलाइ चाहिँ भएको छैन। सर्जरी गर्न बाँकी नै छ नानीको अझै। अनि उसको नसा यहाँदेखिको यहाँसम्मको नसा पनि छैन, मेन नसै छैन, बरु हड्डीलाई छोएको छैन। नसा नभइसके पछाडि डाक्टरले जुन हाम्रो दाहिने खुट्टामा त्यस्तो घटना घट्यो, नानीको देब्रे खुट्टाको सानो नसाले यहाँदेखिको पुरै यहाँसम्ममै, यहाँदेखिको यहाँ पुरैसम्ममै काटेर अपरेसन गरेर सानो नली यहाँ ट्रान्सपोर्टेसन गरिदिनु भएको छ, ट्रान्सफर गरिदिनु भएको छ। त्यसैले अहिलेसम्म काम चलिरहेछ भनेर सुन्दैछु। यसरी प्रहरीले मान्छे ताकी त्यसमाथि पनि आन्दोलनमा संलग्न नै नभएकाहरूमाथि निर्मम ढंगले गोली प्रहार गर्नुले सुरक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ। सो दिन नेपाल प्रहरीले आन्दोलनमा सहभागी भएका भन्दा आन्दोलनमा सरिक नै नभएका नागरिकमाथि आफ्नो शक्ति देखाएको पाइएको छ। प्रहरीको प्राथमिक विवरण अनुसार घाइते 51 मध्ये 35 जनाको डिस्चार्ज भइसकेको छ। 16 जना उपचाररत रहेका छन्। यीमध्ये केएमसी अस्पतालमा 6 जना छन् भने ट्रमा सेन्टरमा गोली लागेका 2 जना उपचाररत रहेका छन्। यस्तै सिभिल अस्पतालमा रेबिका सहित 3 जना, बेएनबीमा 4 जना र पाटन अस्पतालमा 1 जनाको उपचार चलिरहेको छ। उपचाररत अधिकांशलाई गोली लागेको छ। राजावादी आन्दोलनमा कुनै संलग्नता नै नभएका दिनेश र रेबिका सँगै दिल्ली प्रसाद लुइटेल, इन्द्रमाया खत्री लगायतले अनाहकमा राज्यको गोली खाएका छन्। सो दिन प्रहरीले 60 राउन्ड गोली चलाएको बताइएको छ, जसमा भीड नियन्त्रण गर्ने नाममा पिस्तोलबाट 2 राउन्ड र राइफलबाट 58 राउन्ड फायर भएको प्रहरीले जनाएको छ। त्यस्तै सो दिन प्रहरीले प्रदर्शनकारीहरूलाई छर्रा हान्नका लागि 239 राउन्ड कार्टिज प्रयोग गरेको छ भने 746 राउन्ड त असुर ग्यास फायर गरेको छ। प्रहरीले फायर गरेका अधिकांश असुर ग्यासको म्याद नागेको भेटिएको छ। यस्तै प्रहरीले नपड्की आवाज मात्रै आउने ब्ल्याङ्क राउन्ड 192 थाना प्रहार गरेको जनाएको छ। आन्दोलनमा प्रहरीको दमनबाट 52 जना घाइते भएका छन्। घाइते मध्ये 35 जना बढी डिस्चार्ज भएका छन् भने अन्य उपचाररत रहेका छन्। त्यस्तै दर्जनौं सुरक्षाकर्मी समेत घाइते भएको प्रहरीले जनाएको छ। गृह मन्त्रालयको तथ्याङ्कले 3500 देखि 4000 मानिस उपस्थित भएको भनिएको सो प्रदर्शन दबाउन सोही अनुपातमा प्रहरी परिचालन गर्दा समेत प्रहरी असफल देखिएको छ। त्यसमाथि पनि निर्दोष नागरिकमाथि गोली प्रहारको विषयले त प्रहरी र प्रशासनको चौतर्फी आलोचना भइरहेको छ।